आज यहाँ 12 छ चिया बगान 12 चिया बगान छेउमा यहाँ बर पिपलको विवाह सुसम्पन्न भइरहेको छ। स्वर्गीय माता पिता यज्ञनिधि तथा हरिमाया दाहालको नाममा यो बुवाले रोप्नु भएको बर पिपललाई आज विधिवत रूपमा विवाह सम्पन्न भएको छ र हामी यो बर पिपलको वैवाहिक कार्यक्रममा एकत्रित भएका छौं र वैवाहिक कार्यक्रम चलिरहेको छ र यस 12 को चिया बगान 12 चिया बगानको बीचमा रहेको छ यो। त्यसैगरी 50 बिघे जंगलको छेउमा बाटोको छेउमा पनि स्वर्गीय माता पिता यज्ञनिधि तथा हरिमाया दाहालको पुण्य स्मृतिमा 50 बिघेमा पनि रोपिएको छ र यो यिनै बर पिपलको विवाह पश्चात हाम्रो यो टोली फेरि 50 बिघे जंगल नजिक गएर त्यहाँको पनि बर पिपलको विवाह सम्पन्न गर्ने कार्यक्रम छ। वैकुण्ठम शरणं शैव वैकुण्ठाय सबैजना फुलले नमस्ते गरौँ त यसो पानी सुहाउँ त त्यसो भने अब भाउजूले भनिहाल्नु ल एकछिन सबैले समात एकछिन कोही मलाई कुसको टुक्रा म भन्छु ल संकल्प एकछिन ल पाल्ला छैन के भन्नु छ बाबु आज के कार्यक्रम हुँदैछ ठुलो बुवा यहाँ? आज यो शुभ विवाह बर पिपलको शुभ विवाह हुँदैछ। कसको नाममा रोपिएको थियो यो? यो अब बुबा जगनिधि दाहाल र आमा हरिमाया दाहालको र पितृहरूको सबै अब पितृहरू सबै अब बर पिपल परमानन्द दाहाल अनि अब सम्पूर्ण पितृहरूको स्मृतिमा अनि आज गोठाको धुप पनि गरियो, घर पूजा पनि हुँदैछ, अब अलिकति बाँकी छ। अब भोलि दिवाली हुँदैछ हाम्रो, त्यो कार्यक्रम आज बर पिपलको शुभ विवाह पनि भइसक्यो। सबै कार्यक्रम एकैचोटि मिलाएर गरियो? एकैचोटि मिल्ने भयो, एकैचोटि अब सबैजना भेला भइएको छ, जम्मैजना आइयो, राम्रो रमाइलो भइरहेछ। अब बर पिपलको बिहे गरियो, कहाँबाट आयो तम जनती मनाते, कहाँसम्मको दाउ धरती धुवारो भान्जे बुहारो, के माटे कि आयो पाउ। यता फर्केर यता सानुबालाई सोध्नु। 12 दशीबाट आयौँ हेर्नु जनती मनाते, बगानको छेउमा धरती धुवारो पृथ्वीमा टेकी आयौँ पाउ। के को सेउली उटीमा, के को सेउली मटीमा, के को सेउली अथवा तथवा, के को सेउलीले जे गर्यो। सिमालीको सेउली बासाको सेउली उटीमा, सिमालीको सेउली मटीमा, स्वामीको सेउली अथवा तथवा, के जातिको सेउली पुयुको सेउली अरे एक पुयुको सेउली जे भर्यौँ। कहाँ पलाउँछ जलुको निगुरो, कहाँ पलाउँछ तामा,
तिमी आमा गर्भमा छँदा कसलाई भन्थ्यौ तिमी मामा के भनी आयौ मातालाई के भनी आयौ पितालाई के भनी आयौ देवी देउरालीलाई के भनी आयौ गण्डकीलाई बस भनी आयौ मातालाई साथैमा ल्यायौ पितालाई बढाइ गरी आयौ देवी देउरालीलाई के थियो आउँछु अनि गण्डकीलाई पानी समात्नु अरे उता अब पानी समात्ने बेला भयो बेहुला बेहुला सिन्दुर अबिर गरिसक्यो अब सबै फलफुलहरू गरिसक्यो तोरणहरू गरिसक्यो अब सबै गरेर अब सिन्दुर ऊहरू गरिसकेर अब पानी समाउने बेला भयो